हेलो गाइस, गुड इभिनिङ सबैलाई। दर्शन नमस्ते। आज म चाहिँ पास्ता सलाद बनाउँदैछु। पास्ता सलाद कसरी बनाउने भनेर मलाई चाहिँ यहाँनिर क्याप्सिकम 3 ट्रिपलर्सको, पोमोग्रानेट, ब्ल्याक ओलिभ, चेरी, पार्मेजान एन्ड अरू भन्छ रोका। पहिला तपाईँले 150 ग्राम्स हाल्ने पास्ता, फुसिली पास्ता हो। त्यसपछि तपाईँले भेजिटेबल सबैका ठाउँमा हाल्ने, अनि तपाईँले यो ब्ल्याक ओलिभ, स्विट कर्न, खोइ बाबा स्विट कर्न यहाँ स्विट कर्न छ, यो स्विट कर्न पनि हाल्नु तपाईँलाई। होल सलाद हो। सल्ट, पेपर, ड्रेसिङ, अनि यो ब्ल्याक ओलिभ, ओरिगानो थोरै हाल्नुहोस्। हेल्दी पास्ता सलाद देखो त नदेख यसरी टेक अवे सर्भ गर्नु होला। टपमा पोमोग्रानेट हालिदिनु होला, फ्रेस पोमोग्रानेट। त्यसपछि चेरी टमेटो, त्यसपछि तपाईँले पार्मेजान चिज टपमा हालिदिनु होला। चट्टल माथिबाट गार्निसको लागि चाहिँ ओरिगानो। र हाम्रो पास्ता सलाद, हेल्दी पास्ता सलाद।